ल हेर्नुहोस् मैले पिज्जा बनाउनको लागि यहाँ डो रेडी गरिसकेको छु मेरो पिज्जा रेडी यता ओभन चल्दैछ अब हाल्ने पिज्जा रेडी हुन लाग्छ है मेरो ओभनमा हाल्ने ओभनमा रेडी भइसक्यो हाम्रो यो मैले पिज्जा हालेँ यहाँ 5 मिनट सेट गरिदिन्छु 180 को डिग्रीमा यहाँ अहिले 180 हुन्छ यहाँ तल 150 हुन्छ यो मेरो पिज्जा पाकिसक्यो यो दाइले पिज्जा आइसक्यो फेरि हालेछन् अब स्लाइस गर्छु म यसलाई अब मेरो हेर कति दिन छुटिसक्यो कन्टेन्ट हजुर पिज्जा इज रेडी पिज्जा चाहिँ यहाँ प्याक भयो अब यहाँ पिज्जा बक्समा हालिदिने त्यसपछि सक्यो पिज्जा दिएर पठाइदिने यो पिज्जा चाहिँ मैले बनाएको पिज्जा रेडी भइसक्यो बाई बाई फिर मिलता है नेक्स्ट वीडियो में लाइक कमेंट शेयर सब्सक्राइब कर दिनु होला मेरो च्यानललाई